चर्चित नायिका तथा अभियन्ता आशिका तामाङ दिदीलाई बाटोमा थुक्नेदेखि मुत्ने सम्मतका मान्छेहरूलाई थर्काइराख्नु भएका त्यस्ता भिडियोहरू त तपाईँहरूले हेर्नुभएको थियो होला साथीहरू। तर आज हामीले केही फरक भिडियो लिएर आएका छौँ। पोखराको कोटी हममा आशिका तामाङ दिदीले आफ्नो यस्तो मिठो शिव ताण्डव नृत्य देखाउनु भएको छ। यस्तो प्रतिभा तपाईँहरूले योभन्दा पहिले देख्नु भएको थियो कि देख्नु भएको थिएन? तपाईँका मनमा लागेका रायहरू कमेन्ट बक्समा कमेन्ट गर्दै जानुहोला र यस भिडियोलाई एक एक गरी सेयर पनि गर्नुहोला। आउनुहोस् धेरै नबोलेर हामी यो भिडियोको सुरुवात गरौँ, त्यसपछि अन्तमा थोरै अन्य कुरा त गर्ने नै छौँ। ओहो, जे होस् हाम्रो दिदीमा चाहिँ कला छ है साथीहरू, काम पनि बवाल गर्नुहुन्छ। आशिका तामाङ दिदी अभियन्ता मात्र होइन साथीहरू, नायिका पनि। उहाँले त फिल्म पनि खेलिसक्नु भएको छ। फिल्म हेर्नुभयो कि भएन कमेन्ट बक्समा कमेन्ट गर्दै जानुहोला है। वाह, यस्तो शिव ताण्डव रहेछ दिदीभित्र, अनि मान्छे त नडराउने कुरै छैन नि यार। दिदीको आँखा हेर्नुहोस् न, त्यही यत्र यत्र आँखा गर्दै मान्छेहरूलाई थर्काएर आउँछ बाटोमा। ओहो, गजब। आशिका तामाङ दिदीको यो प्रतिभा तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू? मन पर्यो भने एउटा सेयर पनि गरिदिनु होला र कमेन्ट पनि गर्दै जानु होला है त। अहिलेको लागि यति नै।